Hello, good morning, everyone. So, guys, it's a big announcement type of thing. So, Kora Bhaktapurma चाहिँ 5,000 participants हुँदैछ है. Can you believe it? 5,000 riders riding together around the hills of Bhaktapur on the same day. Just imagine that scene. अनि यो वर्षको कुरा चाहिँ होइन. सो यो कुरा चाहिँ हुन्छ 2030-31 मेबी. त्यो बेलासम्म चाहिँ कोरा भक्तपुरको पार्टिसिपेसन्स इट विल बी अराउन्ड 5,000. And this is not our target. This is not also a projection. Actually, this is my conviction, right? This is kind of confidence which is based on the like conviction of my core team in Cycle Connect Bhaktapur and the community support that we have been receiving in Bhaktapur. भक्तपुरमा जुन किसिमको चाहिँ एउटा तरिकाले यो साइकल कल्चरलाई अगाडि बढाउने भनेर हामीले काम गरिरहेको छौँ र जसरी त्यसको चाहिँ एउटा ग्राउन्डमा चाहिँ इम्प्याक्टहरू अहिले देखिरहेको छु 2030 मा कोरामा जति पार्टिसिपेसन हुन्छ त्यसको 50% जतिको लगभग पार्टिसिपेसन चाहिँ भक्तपुरमा हुन्छ भन्ने मलाई लाग्छ. सो आई एम भेरी मच कन्फिडेन्ट अबाउट दिस. र एकैचोटि त्यो स्केलको प्रोग्राममा हामी जाँदैनौँ. हामी पार्टिसिपेसन लिमिट गर्दै नै अगाडि बढ्छौँ फेज वाइज होइन. अब बिस्तारै 5वटा कोरा भक्तपुर हामीले गरिसकेका छौँ. एउटा कम्प्लिट साइकल कोरा भक्तपुरको हामीले चाहिँ पुरा गरिसकेका छौँ. हाम्रो साइकल कनेक्ट भक्तपुरको चाहिँ अर्गनाइजेसनलाई एकदम स्ट्रक्चर गरिसकेका छौँ. हाम्रो इभेन्ट म्यानेजमेन्टहरू एकदम वेल डकुमेन्टेड, कहाँ के कसरी गर्ने भन्ने कुरा एकदमै रिफाइन भइसकेको छ. त्यसपछि हामीले यति धेरै फिडब्याकहरू लिइसकेका छौँ यो 5 वर्षमा. एन्ड फिडब्याकहरू अझै आउँदै क्रमै हुन्छ. तर त्यो फिडब्याकलाई कसरी हामीले चाहिँ हाम्रो यो वर्क फ्लोमा इन्फ्युज गरेरै हामीले इम्प्रुभ गर्दै जाने भन्ने कुराहरू, त्यो सबै कुराहरूमा हामीले चाहिँ यो 5 वर्षमा एकदम त्यो धेरै मेहनत गरिसकेका छौँ. र त्यसले एउटा किसिमको कन्फिडेन्स दिँदो रहेछ क्या. एउटा किसिमको कन्फिडेन्स दिँदो रहेछ. अनि त्यो कन्फिडेन्सले के भन्छ भन्दाखेरि अब 2030 मा वी विल बी फुल्ली रेडी टु होस्ट 5,000 राइडर्स इन कोरा भक्तपुर. अनि तपाईँहरूलाई त्यो बेलामा कस्तो हुन्छ होला जस्ट इमेजिन होइन. अब यो वर्षदेखि कोरा जात्रा भनेर चाहिँ हामीले गर्दैछौँ भक्तपुरमा. कोरा जात्रा भनेकै त्यो टार्गेट, त्यो कन्भिक्सनको चाहिँ एउटा उपज पनि हो. अनि यति रमाइलो हुनेवाला छ. हामीले यति म्यासिभ कम्युनिटी अनबोर्डिङ गर्नेवाला छौँ. अब यो 5 वर्षमा म्यासिभ कम्युनिटी अनबोर्ड गर्छौँ. भक्तपुर नगर मात्र होइन, चाङ्गु, सूर्यविनायक, मध्यपुर सबैतिरबाट हामी यति धेरै चाहिँ कम्युनिटीलाई अनबोर्ड गर्दै साइकल कनेक्ट भक्तपुरको यो कनेक्ट भन्ने शब्द यतिकै राखेको होइन. सो वी आर गोइङ टु कनेक्ट एभ्रिथिङ. अनि यसले चाहिँ हाम्रो यो एउटा चाहना अनुसार, हाम्रो एउटा ड्रिम अनुसार मोडर्न डे फेस्टिभल चाहिँ यो साइकलको थ्रुबाट कोरा भक्तपुर चाहिँ एकदमै म्यासिभ पब्लिकले पनि चाहिँ सेन्स गर्ने किसिमले नै 2030-31बाट चाहिँ त्यो हुन्छ भन्ने हाम्रो एउटा विश्वास रहेको छ. त्यो विश्वासलाई अगाडि बढाउँदै यसपालिको कोरा भक्तपुर 2026 मा तपाईँहरूलाई हामी स्वागत गर्न रेडी छौँ. हेर्नु त म कति रमाइलो ठाउँमा आएर बसेको छु अहिले. सानो कति रमाइलो खोला छ यहाँ, चट्ट स्मल ब्रुक, अनि वरिपरि पुरै हरियाली. यस्तो दामी ठाउँमा आएर यो भिडियो बनाउँदैछु यही कुरा भन्नलाई कि 2026 कोरा भक्तपुरमा तपाईँ रेजिस्टर गर्नु होला. यसपालिको हाम्रो फर्मेट कस्तो छ भन्दाखेरि 300 जना प्याट्रोन राइडर्सलाई हामीले चाहिँ झोभे सुकुल भोज र बिहानको नास्ता र दिउँसोको खाजा सहित फुल प्याकेज विथ जर्सी ₹2000 मा चाहिँ हामी प्याट्रोन राइडर्सहरूलाई चाहिँ यो रेजिस्ट्रेसन गराउँदैछौँ. बाँकी mycoraChallenge.com मा गएर तपाईँले चाहिँ एज युजुअल कोरामा पार्टिसिपेट गर्न सक्नुहुन्छ. यो ₹2000 कम्पलसरी होइन सबैलाई. जो इन्ट्रेस्टेड हुनुहुन्छ, जसलाई चाहिँ अलिकति केही सुविधा पनि होस् भन्ने चाहनुहुन्छ, उहाँहरूको लागि भनेर हामीले चाहिँ यो लिएर आएका छौँ. र जसलाई जात्रा रमाइलो लाग्छ, जसलाई चाहिँ जात्रामा रमाउनु मन लाग्छ होइन, उहाँहरूले चाहिँ
यो 2000 रुपिज रेजिस्टर गरेर चाहिँ हाम्रो एउटा छुट्टै गुगल फर्म छ, त्यसको लागि चाहिँ फेरि त्यो गुगल फर्ममा गएर तपाईँले रेजिस्टर गर्नुपर्छ। ओन्ली 300, लिमिटेड टु 300 पार्टिसिपेन्ट्स। अनि साइकल कनेक्ट भक्तपुरको मेम्बरलाई चाहिँ ओन्ली 1500 है। जोसँग यो जर्सी छ साइकल कनेक्ट भक्तपुरको, उनीहरूलाई ओन्ली 1500। एन्ड द्याट्स इट गाइज। सो लेट्स डु इट होइन त, भक्तपुर हो बबाल हुन्छ।